हेडमास्टरलाई सम्मान खोज्दै थर्काउने पूर्व एआइजी विश्वराजको रकेट बढुवादेखि 7 करोडको आलापसम्मको विवादित पृष्ठभूमि, माननीयको अहंकार र हेडमास्टरको अपमान। सांसद विश्वराज पोखरेलले ओखलढुङ्गाको एक विद्यालयका प्रधानाध्यापकलाई दिएको धम्कीले नयाँ राजनीतिको खोलभित्र लुकेको पुरानो प्रहरी मानसिकतालाई उजागर गरेको छ। म आउँदैछु भन्दा तपाईँ किन बाहिर ननिस्किएको, म विशिष्ट श्रेणीको पूर्व कर्मचारी र जिल्लाको माननीय हुँ भन्दै उनले देखाएको रुवाफले लोकतन्त्रमा जनताका प्रतिनिधि सेवक हुन् कि शासक भन्ने गम्भीर प्रश्न उठाएको छ। विद्यालय जस्तो पवित्र ठाउँमा पुगेर एउटा शिक्षकको आत्मसम्मानमा चोट पुर्याउनु र उनलाई कर्मचारी भएको धम्की दिनुले पोखरेलको पदीय मर्यादा र राजनीतिक संस्कारको अभावलाई छर्लङ्ग पारेको छ। आफ्नै दलका सांसदहरूले सामाजिक सञ्जालमा विरोध गरेपछि मात्र उनले माफी माग्ने नाटक गरे पनि उनको भित्री अहंकार भने अझै उस्तै रहेको स्थानीयको बुझाइ छ। रकेट बढुवा, नीति मिचेर शक्तिको भर्याङ। विश्वराज पोखरेलको प्रहरी जीवनको यात्रा कुनै सामान्य प्रक्रियाबाट होइन, बरु रकेट गतिको राजनीतिक सेटिङबाट निर्देशित थियो। 2074 को चुनावपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई डिआइजीदेखि एआइजीसम्म पुर्याउन सारा नियम र वरिष्ठतालाई लत्याएको थियो। उनकै ब्याजका 1 नम्बरमा रहेका धीरज प्रताप सिंहलाई पछाडि पार्न र आफूभन्दा अघिल्लो ब्याजका 10 जना एसएसपीहरूलाई उछिन्न पोखरेलले शक्तिको चरम दुरुपयोग गरे। 2077 मङ्सिरमा त सरकारले उनकै लागि मात्रै एआइजीको एउटा विशेष दरबन्दी सिर्जना गरिदियो, जसले प्रहरी सङ्गठनभित्र ठुलो असन्तोष जन्माएको थियो। यो यात्रामा उनलाई ओली र ईश्वर पोखरेलको यति ठुलो आशीर्वाद थियो कि उनले सङ्गठनका सबै मर्यादालाई लत्याउँदै शक्तिको चरम अभ्यास गरे। 7 करोडको रहस्यमय दाबी र कुण्ठाको राजनीति। आइजिपीको दौडमा पराजित भएपछि र सर्वोच्च अदालतले समेत उनको दाबीलाई खारेज गरिदिएपछि पोखरेलले निरन्तर 7 करोडको आरोप लगाइरहेका छन्। उनले देउबा र आरजु राणाका निकट व्यक्तिहरूले आइजिपी बनाउनको लागि आफूसँग 7 करोड मागेको दाबी गर्दै सार्वजनिक रूपमै गाली गलोचमा उत्रिने गरेका छन्। तर यति ठुलो रकम माग्ने बिचौलियाको नाम सार्वजनिक गर्न नसक्नुले उनको यो दाबी केवल हताश मानसिकताको उपज र राजनीतिक प्रतिशोध मात्र रहेको पुष्टि गर्छ। यदि उनी साँचो अर्थमा सुशासनका पक्षपाती हुन्थे भने पदको लोभमा चुप नबसी तत्कालै ती बिचौलियाले कानुनको कट घरमा उभ्याउन किन सकेनन्? यो केवल आफ्नो हारलाई ढाकछोप गर्ने एउटा सस्तो हतियार मात्र बनेको छ। प्रहरी नेतृत्वमा रहँदा पोखरेलले कसरी व्यक्तिगत स्वार्थको लागि शक्तिको दुरुपयोग गर्थे भन्ने सबैभन्दा कुरूप उदाहरण व्यवसायी अनिल विश्वकर्मा गजमेरको गिरफ्तारी हो। सामान्य व्यावसायिक लेनदेनको विषयलाई लिएर राधिका कटवालसँगको मिलोमतमा ज्यान मार्ने र काट्ने झुटो उजुरीका आधारमा अनिललाई बारम्बार मानसिक र शारीरिक शास्ति दिइयो। कानुन कार्यान्वयन गर्ने प्रमुख पदमा बसेर एउटा निर्दोष नागरिकलाई आतंकित पार्ने र बदला लिने उनको यो कार्यशैलीले प्रहरी सङ्गठनको साख नै गिराएको थियो। यति मात्र होइन, वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने मेडिकल व्यवसायलाई थुनेर मुद्दत चलाउनु जस्ता घटनाले उनको कार्यकालमा न्यायभन्दा बढी डरको शासन रहेको प्रमाणित गर्छ। पोखरेलको डिआइजी बढुवामा तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र अख्तियार प्रमुख नवीन घिमिरेले दिएको दबाब अर्को कालो पाटो हो। एउटा प्रहरी अधिकारीलाई बढुवा गर्न न्यायालय र अख्तियार जस्ता तटस्थ बस्नुपर्ने निकायका प्रमुखहरूले तत्कालीन आइजिपी सर्वेन्द्र खनाललाई दबाब दिनुले पोखरेल कुन तहको सेटिङमा रमाउँथे भन्ने प्रश्न हुन्छ। शक्तिको यस्तो दुरुपयोग गरेर उम्लिएका व्यक्ति अहिले नयाँ र स्वच्छ भनिएको दलबाट जनप्रतिनिधि हुनु आफैमा ठुलो विरोधाभास हो। उनले आफ्नो करियरभरि नै व्यावसायिकताभन्दा बढी शक्तिको चाकडी र राजनीतिक फेरो समातेर अघि बढ्ने प्रविधि देखाए, जुन प्रविधि अहिले सांसद हुँदा पनि फेरिएको छैन। आइजिपी हुन नसकेपछि र सर्वोच्चमा मुद्दा हारेपछि पोखरेलले नैतिकताको आधारमा राजीनामा दिएको दाबी गरे पनि वास्तविकता अर्कै थियो। उनले राजीनामा दिए पनि तत्कालीन आइजिपी धीरज प्रताप सिंहले उनको राजीनामा स्वीकृत नगरी बिदा स्वीकृत गरिदिएका थिए। यसको पछाडिको मुख्य कारण पेन्सनको लोभ। यदि राजीनामा स्वीकृत भएको भए उनको मासिक पेन्सनमा 4-5 हजार रुपियाँ कम आउने थियो। त्यही केही हजारको लोभमा उनले राजीनामा स्वीकृत नगराई विधामा बसेर उम्मेद हदका कारण अनिवार्य अवकाश रोजे। यसले उनको चरित्र त्यागी र नैतिकता होइन, बरु स्वार्थी र लोभी रहेको प्रमाणित गर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जान्नेलाई छान्ने र सुशासनको नारा दिइरहँदा पोखरेल जस्ता अहङ्कारी र विवादित पृष्ठभूमिका पात्रलाई बोक्नु आत्मघाती साबित भइरहेको छ। हेडमास्टरलाई थर्काउँदा आफ्नै पार्टीका मान्यहरूले विरोध गर्नुले पनि के देखाउँछ भने पोखरेलको प्रहरी डन्डा चलाउने मानसिकता र लोकतान्त्रिक मर्यादा बीच कहिले तालमेल मिल्न सक्दैन। उनी जनताको प्रतिनिधि होइन, अझै पनि आफूलाई विशिष्ट श्रेणीको कर्मचारी सम्झिएर शासन गर्न चाहन्छन्। यस्ता पात्रहरूले नयाँ राजनीतिको भविष्यलाई उज्जवल होइन, झन् अन्धकारतर्फ धकेलिरहेका छन्। माननीय ज्यू, सांसदको लोगोले तपाईँको अहङ्कारलाई त ढाक्ला, तर तपाईँको विगत र प्रविधिलाई लुकाउन सक्दैन। हेडमास्टरले सम्मान गरेनन् भनेर थर्काउनुभन्दा पहिले जनताले तपाईँलाई सम्मान गर्ने कुनै पनि एउटा काम गरेर देखाउनुहोस्।
7 करोडको गफ फाक्ने साहस छ भने बिचौलियाको नाम भन्ने हिम्मत पनि देखाउनुहोस्, नत्र यो गफ केवल तपाईँको हारको कुण्ठा र फेसबुकको स्ट्याटसमा सीमित सस्तो प्रचार मात्र ठहरिनेछ। आफूलाई विशिष्ट सम्झिने तपाईँको भ्रमलाई ओखलढुङ्गाका सचेत नागरिकले आगामी निर्वाचनमा अवश्य चकनाचुर पारिदिनेछन्।